ओहो यसरी त हुँदैन यार साथीलाई कल गर्नु पर्यो एकचोटि कहाँ रहेछ कहाँबाट सम्झिएको मलाई हेलो साथी मलाई तँसँग भेट्नुपर्ने एउटा जरुरत थियो यार ए के काम थियो त भाइ सानो सहयोग चाहिएको थियो क्या म अहिले तँलाई कहाँ भेट्न सक्छु भन्दा म त यता विशाल होटलतिर छु हो साथी यार होटलमा ल ठिक छ म त्यहीँ आउँछु अनि भेटौँला नि है ल साथी ल ए हुन्छ यता विशाल होटलतिर आऊ न यतै हुन्छु अनि भेटेर कुरा गर्नु नि दुईजना हुँदैन ए हुन्छ ल साथी ल ल म यहीँ हुन्छु आऊ न है ल ल सर यहाँ प्रेम भन्ने मान्छे आएको थियो भन्थ्यो यताउति हेर्छु देखिन कहाँ जानु भएको छ प्रेम माथि बसिरहेछ जानु ओ साथी यार के धेरै पछि भेट्बो त यार ल बसौँ बसौँ यार बसौँ ए साथी लो आएछौ के कुरा छ भन्थ्यो चिया पहिले चिया चाहिँ खाऊँ न होइन हुन्छ पहिला चिया खाउँ यहाँ चिया मगाउँ न पहिला ल म चिया मगाउँछु है त ल म एउटा भाइले फोन गर्छु है त ए भाइ माथि एक कप चिया ल्याइदियो त यहाँ सरलाई ल हजुरको चिया धन्यवाद ल साथी यार चिया खाउँ है पहिला यो मलाई भेट्न आएछ के सहयोग मार्न चाहिँ आयो होला यो पक्कै नै चिठी खोज्दै भन्नाले होला ओ साथी के सोचिरह यार गहिरो ध्यानमा सोचेको के हो तिमी होइन के होइन साथी यसो चिया मिठो छ होइन भने तँ मेरो साथी हो क्या हो तर म बच्चामा सँगै हुर्केको क्या हो तँलाई मैले बच्चामा चक्लेट भनेर बाख्राको दुध खुवाएको याद छ कि छैन त्यो पनि बिर्सिन्छ हो त्यो नि हो तँलाई मैले बच्चामा बोकेर बारीको पाटोमा फालिदिएको याद छ कि नै साथी त्यो पनि हो तँ मेरो पहिल्यैदेखिको साथी हो तैँले मेरो एउटा सानो सहयोग गर भन्न यार तेरो लागि त म जे नि गर्न सक्छु के गर्नु पऱ्यो तँलाई भन्न के चिजको कमी हो तँलाई साँच्ची गर्छस् नि ए गर्छु भने गर्नु चाहिँ के पऱ्यो ल त नि मलाई तेरो केटीको नम्बर दे नि त केटीको नम्बर ल लैजा यहाँ आयो यही हो नम्बर टिप ओहो मैले त्यसले त मेरै केटीको नम्बर पो दिएको त वाइ वाइ वाइ